तपाईलाई 1 करोड रुपैयाँ बनाउन महिनामा कति पैसा इन्भेस्ट गर्नुपर्छ भनेर तपाईलाई थाहा छ? 20,000 वा 10,000 वा 50,000? आज हामी गेस गर्ने होइन, आज क्याल्कुलेटरले पूरा हिसाब निकाल्छौँ हामी। अनि अझ इन्ट्रेस्टिङ कुरा के छ भने यदि तपाईले महिनाको 10,000, 20,000 वा 30,000 इन्भेस्ट गर्नुभयो भने 1 करोड पुग्नलाई कति समय लाग्न सक्छ? यो भिडियोको अन्तमा तपाईलाई आफ्नो नम्बर थाहा हुनेछ। पहिले हामी यहाँ एउटा कुरा क्लियर गरौँ। 1 करोड बनाउनको लागि एउटा म्याजिक इन्भेस्टमेन्ट छैन। 3वटा चिजले ठूलो फरक पार्छ। अमाउन्ट तपाईले प्रत्येक महिना कति इन्भेस्ट गर्नुहुन्छ, टाइम तपाई कति वर्षसम्म इन्भेस्ट गर्नुहुन्छ, र अर्को छ रिटर्न, तपाईको इन्भेस्टमेन्टले समयसँग कस्तो रिटर्न दिन्छ। र यी 3 मध्ये सबैभन्दा पावरफुल चिज हो टाइम। मानौ तपाईले महिनामा 10,000 इन्भेस्ट गर्नुभयो र वर्षको कति 1,20,000 रुपैयाँ, र 10 वर्षमा तपाईले आफ्नो पकेटबाट कति इन्भेस्ट गर्नुभयो 12 लाख। तर समयसँग इन्भेस्टमेन्टले रिटर्न दियो भने 12 लाख मात्र हुँदैन। यही हो कम्पाउन्डिङ ग्रोथको पावर। अब इक्जाम्पल बुझ्नको लागि एनुअल रिटर्न रेट 10% मानौँ। यो ग्यारेन्टेड होइन, यो तपाईको एउटा इलिस्ट्रेसन पर्पजको लागि मात्र हो। मानौँ यहाँ तपाईको एनुअल रिटर्न, वर्षको रिटर्न तपाईको 10% छ र तपाईले मन्थली कति इन्भेस्ट गर्नुपर्छ र कति समय लाग्न सक्छ 1 करोडको लागि। यहाँ तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ। 5,000 प्रत्येक महिना तपाईले हाल्नुभयो भने 28 वर्षमा 1 करोड हुन्छ। अर्को छ तपाईको 10,000 प्रत्येक महिना हाल्नुभयो भने 21 वर्षमा 1 करोड ठ्याक्कै हुन्छ। अर्को छ तपाईको 15,000 प्रत्येक महिना हाल्नुभयो भने 17 वर्षमा 1 करोड हुन्छ। तपाई यो टेबल स्क्रिनमा हेर्नुस् अनि यो स्क्रिनबाट तपाई थाहा पाउनुहुन्छ महिना कति तपाई इन्भेस्ट गर्नुपर्छ र कति वर्षको लागि गर्नुपर्छ। वेट, 10,000 ले पनि 1 करोड? अब ध्यान दिनुस्, धेरै मानिसले 1 करोड सुन्ने बित्तिकै के सोच्छन् भने मसँग त्यति पैसा कहाँबाट आउँछ। तर वेल्थ बिल्डिङ गर्नुको गेम के छ भने तपाईले एकैचोटि ठूलो पैसा हाल्नु पर्दैन। सानो रकमलाई लामो समयसम्मको लागि काममा लगाउने हो। आज 10,000, भोलि स्यालेरी बढ्यो भने 15,000, पछि 20,000। यही प्रोसेसले डिफरेन्स बनाउँछ। तर यहाँ एउटा ट्र्याप छ। तपाईले 1 करोडको टार्गेट मात्र गर्नुभयो भने तपाईले कहिलेकाहीँ धेरै रिटर्न खोज्न थाल्नुहुन्छ। हाई रिटर्न भनेको तपाईको हाई रिस्क हुन्छ। त्यसैले 1 करोडको टार्गेट पूरा गर्न र्यान्डम स्टकमा वा कुनै इन्भेस्टमेन्टमा पैसा हाल्नु हुँदैन। पहिले तपाईले आफ्नो गोल बुझ्नुस् अनि रिस्क बुझ्नुस्, त्यसपछि तपाई इन्भेस्टमेन्ट बुझ्नुस्। अब एउटा नर्मल स्यालेरिड पर्सनलाई हेरौँ। मानौ उसको स्यालेरी छ 50,000। अहिले 20,000 इन्भेस्टमेन्ट गर्न सम्भव छैन। ठिकै छ, पहिलो वर्ष तपाईले 5,000बाट पनि सुरु गर्न सक्नुहुन्छ। अनि स्यालेरी बढ्यो, त्यसपछि इन्भेस्टमेन्ट पनि तपाई बढाउनुस्। 5,000, 7,000, 10,000, 15,000, 20,000। स्यालेरी बढ्न साथ इन्भेस्टमेन्ट पनि तपाईँ बढाउनुहोस्। यसलाई भन्छौँ स्टेप अप इन्भेस्टिङ। मेरो एउटा सिम्पल रुल याद राख्नुहोस्, इन्कम बढ्दा लाइफस्टाइल मात्र नबढाउनुहोस्, इन्भेस्टमेन्ट पनि बढाउनुहोस्। स्यालेरी तपाईँको 5,000 ले बढ्यो भने पुरै 5,000 तपाईँ खर्च नगर्नुहोस्, आधी खर्च गर्नुहोस् र आधी तपाईँ आफ्नो फ्युचरलाई दिनुहोस्। अनि त्यसपछि केही वर्षपछि तपाईँको आजको इन्भेस्टमेन्टले भोलिको फ्रिडम किन्न सक्छ। अब तपाईँको उमेरले पनि फरक पार्छ। यदि तपाईँ 25 वर्षको हुनुहुन्छ भने तपाईसँग अझै पर्याप्त समय छ। यदि तपाईँ 35 वर्षको हुनुहुन्छ अझ पनि सम्भव छ, तर मन्थली इन्भेस्टमेन्ट बढी हुन सक्छ। त्यसैले पर्फेक्ट टाइम खोजेर बस्नुभन्दा आफ्नो सिचुएसन अनुसार सुरु गर्नु नै इम्पोर्टेन्ट छ। 1 करोडको सिक्रेट कुनै म्याजिक स्टक होइन। सिक्रेट भनेको अमाउन्ट, टाइम, कन्सिस्टेन्सी र रिजनेबल रिटर्न हो। तर यसमध्ये सबैभन्दा इम्पोर्टेन्ट कन्सिस्टेन्सी हो। 1 महिना 20,000 इन्भेस्ट गर्नु, 1 महिना 20,000 इन्भेस्ट गरेर अर्को 5 महिना बन्द गर्नुभन्दा राम्रो सानो सानो अमाउन्ट प्रत्येक महिना इन्भेस्ट गर्नु त्यो इम्पोर्टेन्ट छ। त्यसो भए 1 करोड बनाउनलाई महिनामा कति इन्भेस्ट गर्नुपर्छ? यसको एउटा मात्र एन्सर छैन। तपाईको स्टार्टिङ एज, टाइम होरिजन, मन्थली इन्भेस्टमेन्ट र रिटर्न अनुसार एन्सर बदलिन्छ। तर आजको इक्जाम्पलमा 10,000 प्रत्येक महिना इन्भेस्टमेन्ट गरियो भने लङ टर्मको लागि ठुलो एमाउन्ट बनाउन सकिन्छ। र तपाईको मन्थली इन्भेस्टमेन्ट 20 देखि 30,000 सम्म गर्ने क्षमता छ भने अझै तपाईको
1 करोडको जोड्नी छिटोभन्दा छिटो तपाईँ पुरा गर्न सक्नुहुन्छ। अब तपाईँको टर्न। कमेन्टमा तपाईँ लेख्नुहोस् तपाईँले प्रत्येक महिना कति इन्भेस्टमेन्ट गर्दै हुनुहुन्छ, 5,000, 10,000, 15,000 वा 20,000। अर्को भिडियोमा हामी यहीँबाट अगाडि जानेछौँ। एसआइपी, म्युचुअल फन्ड र नेप्से मध्ये बिगिनरका लागि कुन अप्सन बुझ्नुपर्छ। स्मार्ट मनी नेपाललाई सब्स्क्राइब गर्नुहोस्।